नमस्ते, दशहरा टाइम्समा स्वागत छ। दशहरा टाइम्समा हामीले विविध विषयमा कुराकानी र छलफल गर्दै आइरहेका छौँ। धेरैजसो हामीले हिमाली संस्कृति र भाषासँग सम्बन्धित रहेर कुराकानी गर्छौँ र कहिलेकाहीँ हामी राजनीतिक विषयहरूमा पनि कुराकानी गर्छौँ। र यसै क्रममा आज हामीसँग हुनुहुन्छ जेनजी अभियन्ता डाक्टर विश्वास बस्नेत। उहाँसँग चाहिँ हामी यो जेनजी आन्दोलन अनि यसपछि देखिएका घटनाक्रमहरूमा केन्द्रित रहेर उहाँसँग कुराकानी गर्नेछौँ। आउनुहोस्, उहाँलाई स्वागत गरौँ। स्वागत छ डाक्टर साहब। नमस्ते। सन्चै हुनुहुन्छ? हजुर, ठिक छ। के छ अब यो जेनजी आन्दोलनपछि त तपाईँहरूको व्यस्तता एकदमै बढेको छ होइन? अहिले केमा चाहिँ तपाईँ एकदमै बढी दौडधुप तपाईँको हुन्छ नि, व्यस्तता केमा देखिरहेछ अहिले? अहिले हामी अब यो जेनजी आन्दोलनपछि एउटा च्याउसरी उम्लेका जेनजीहरूलाई चाहिँ कसरी युनिफाइड गर्न सकिन्छ र एउटा अलि युवाहरूले समेटेर चाहिँ एउटा ठुलो एउटा युवा ग्रुप वा जेनजी ग्रुप चाहिँ कसरी बनाउन फर्मेसन गर्न सकिन्छ, यसमै हामी चाहिँ यो 1.5 महिनादेखि कुदैछौँ, लागि परिरहेछौँ। तपाईँहरू दौडिँदै हुनुहुन्छ होइन? कतिको यसले तपाईँहरू लगाइरहेको इफोर्ट चाहिँ सहीतिर गइरहेको छ कि? अब हामीले हेर्दाखेरि त जेनजीहरू त 10तिर फर्किएको, हरेक एकजना चाहिँ जो अलिकति नोटिस भएको जेनजी अभियन्ता छ उसले एउटै आफ्नो पार्टी खोल्ने, मै जित्छु भन्ने खालको एउटा विश्वास दम्ब लिएर हिँडिरहेको देखिन्छ नि। यो चाहिँ खास के हो? अहिले अब हरेक जेनजीले चाहिँ एउटा एक घर एक पार्टी भने जस्तै अब एउटा यो सिस्टम बनिसकेको छ। अब त्यो हिसाबमा पनि हामीले पनि फर्स्टमा चाहिँ अब सबैभन्दा फर्स्टमा जेनजीले चाहिँ अब हामी पार्टी रूपमा चाहिँ जानुपर्छ, सबै जेनजीले चाहिँ एउटै छातामुनि ल्याउनुपर्छ भन्ने सोच चाहिँ हामीले राखेर सबैभन्दा फर्स्टमा हामीले अनाउन्स गरे हो। तर अब यो काम गर्दै जाँदाखेरि चाहिँ अब हरेक जेनजीले चाहिँ एउटा पार्टी खोल्ने भनेपछि अब यो बाहिरी जनता अनि यो जेनजी यो युवाहरूसँग हामीले अलिकति परामर्श गर्दाखेरि चाहिँ पार्टी भन्ने बित्तिकै आजित अलिकति नेगेटिभ सेन्स गएको हुनाले अहिले हामी चाहिँ अब म चाहिँ पर्सनल्ली मेरो चाहिँ म चाहिँ अब पार्टीमा चाहिँ अलिकति आबद्ध नभएर चाहिँ बाहिरबाट बरु स्वतन्त्र रूपमा चाहिँ यो अभियान सुरु गरौँ भनेर चाहिँ अहिले स्वतन्त्र रूपमै सुरु गरिरहेको छु। अलिकति तपाईँको कुरा गरौँ होइन? यो तपाईँ चाहिँ यो जेनजी जुन आन्दोलन भयो नि, अगाडि जुन तयारी थियो नि, अगाडि नै भदौ 23 गतेभन्दा अगाडि तपाईँ अगाडिदेखि नै संलग्न हुनुहुन्थ्यो कि पछि हुनुभएको? होइन, म संलग्न यसमा यो अगाडि कुनै छलफलमा पनि म थिइनँ। अब मैले पनि त्यही टिकटकहरूबाट अनि त्यसपछि सोसल मिडियाबाट चाहिँ अब एउटा प्रोटेस्ट हुन लाग्छ भनेपछि अब यो त देशको एउटा समस्या भ्रष्टाचार र यो सोसल मिडिया चाहिँ अनब्यानको विषयमा चाहिँ यो अलिकति राम्रै लागेर मैले पनि एउटा 23 गते चाहिँ 22 गते बेलुका चाहिँ मैले एउटा भक्तपुरको साथीहरू आफ्नै साथीहरूलाई चाहिँ 20-22 जनालाई चाहिँ एउटा टिम फर्मेसन गराएर लेट्स पार्टिसिपेट भन्ने भयो, सबैले एउटा लेट्स पार्टिसिपेट भन्ने भयो र सबैले चाहिँ अनि त्यसपछि ल जाउँ भन्ने हिसाबले चाहिँ 23 गते चाहिँ मैले बानेश्वरमा चाहिँ उहाँहरूलाई सबैको 23 गते त्यो भइसकेपछिको साँझ चाहिँ तपाईँले फर्मेसन गर्नुभयो टिम? होइन, 22 गते बेलुका 23 गते जानको लागि चाहिँ फर्मेसन गरेँ। त्यसपछि अनि म आफ्नै तरिकाले मैले 22-23 जनालाई लिड गर्ने तरिकाले चाहिँ जाँदाखेरि अब त्यसपछि बानेश्वरमा जाँदाखेरि अब 23 गते जुन त्यो घटना भयो त्यसको बेलुका त मसँग 22-23 जना गएको टिम हामी लगभग 150-150मा त्यो चाहिँ परिणत भइसकेको थियौँ। त्यो एउटा मैले 100-150को चाहिँ त्यहाँ लिड गर्ने एउटा स्थिति बनिसकेको थियो। त्यसपछि त्यो टिमलाई लिड गर्दै जाँदाखेरि अहिले चाहिँ अब देशैभरिको जेनजीलाई चाहिँ अब लिड गर्ने हिसाबले चाहिँ अगाडि बढिरहेको छ। तपाईँ चाहिँ यो जेनजी मुभमेन्टमा तपाईँ मिराज ढुङ्गानासँग अलि नजिक हुनुहुन्छ होइन? उहाँको समूहसँग? हजुर, अलि नजिकै छु। त्यही समूहसँग बसेर गरिनु भएको छ? हजुर। जस्तो अब मिराज ढुङ्गानाजीले चाहिँ अब यो जुन 23 गतेको जुन घटना भयो त्यसपछि उहाँ चाहिँ अलिकति अन्डरग्राउन्ड जस्तो बस्नुभयो होइन? यो कारण उहाँ चाहिँ के तपाईँलाई थाहा छ कसरी किन उहाँ चाहिँ त्यो पछि देखा पर्नु भएन नि त? यस्तो थियो, अब मिराज ढुङ्गानासँग नि मेरो 22 गते बेलुका चाहिँ अलिकति छलफल भएको थियो लामै छ। हामी मिराज र हामी चाहिँ बच्चैदेखिको साथीको हिसाबले पनि उहाँले अलिकति अब के गर्ने त कसो गर्ने भनेर उहाँले मलाई पनि अलिकति परामर्शहरू पनि लिनुभएको थियो। किनभने म पनि एउटा मेडिकल फिल्डको भएर भोलि जे पनि हुनसक्छ, के गर्ने त भनेर कल गर्दाखेरि चाहिँ मैले उहाँलाई भनेको थिएँ कि हाम्रो पनि मैले भक्तपुरबाट पनि टिम लिएर आउँछु, हाम्रो टिम पनि सँगै बसौँ, मिराजको टिम पनि सँगै बसौँ भनेर चाहिँ कुरा गर्दाखेरि 22 गते बेलुका अलिकति मिराजले अब बाहिरतिरबाट अलिकति थ्रेट आए जस्तो फिल भयो। अनि त्यो भएपछि चाहिँ मिराजले चाहिँ ल म चाहिँ अलिकति निस्किन नमिल्नु भयो, हाम्रो टिमबाट चाहिँ अब तिमीहरू सधैँछौ भनेर चाहिँ उहाँले चाहिँ हामीले अगाडि सार्नु भयो। हामी चाहिँ अब मिराजकै टिमबाट चाहिँ फिल्डमै थियौँ। अनि त्यसपछि अब मिराजलाई चाहिँ हामीले बारम्बार अपडेट गराइरहेको थियौँ, अब यहाँ यस्तो भइरहेको, यहाँ यस्तो भइरहेको, कन्ट्याक्टमै थियौँ। जस्तो अब हामीले देख्दाखेरि चाहिँ अगाडिको यो आन्दोलन सुरु गर्ने, यसको नेतृत्व गर्ने भनेर कहीँ न कहीँबाट मिराज ढुङ्गानै चिनिएको मान्छे हुनुहुन्थ्यो होइन? तर जब 23 गतेको त्यो घटना भयो, 24 गते 25 गते धेरै दिनसम्म जुन एक किसिमको पोलिटिकल त्यो भ्याकुम भयो नि नेपालमा, त्यति बेला उहाँहरू देखा पर्नु भएन। अनि पछि आएर फेरि यसको चाहिँ म हिस्सेदार थिएँ, म स्टेक होल्डर हो भनेर आउँदाखेरि चाहिँ
त्यो पोजिटिभ लिएन नि समाजले अथवा राष्ट्रले, त्यो कुराले मलाई कतिको ब्याकफायर गर्यो जस्तो लाग्छ होइन? होइन, अहिलेसम्मको अब अलिकति मिराजीलाई अब ब्याकफायर भनेकै त्यही एउटा पोइन्टले छ। तर उहाँले यो सबै जनता सामु चाहिँ एउटा के बुझाउन चाहिँ सक्नु भएको छैन भन्दाखेरि म फिल्डमा नभए पनि मेरो टिममा चाहिँ विश्वास बस्नेत लगायत हाम्रो भक्तपुरको टिम वा उहाँको अरू टिम चाहिँ फिल्डमै हुनुहुन्थ्यो भनेर चाहिँ जनतालाई यो अलिकति क्लियर रूपमा चाहिँ उहाँले बुझाउन सक्नु भएको छैन। किन त यो त अब उहाँलाई थाहा नभएको त होइन होला? होइन, थाहा नभएको होइन, यो जनताले अलिकति राम्रोसँग यो युथहरूले चाहिँ अलिक राम्रोसँग बुझिरहनु भएको होइन कि यसलाई नेगेटिभ सेन्समा अब भगौडा भन्ने यो भन्ने। उहाँ चाहिँ भगौडा होइन, किनभने तपाईँको हामी त उहाँको टिममै थियौँ, उहाँलाई बारम्बार यस्तो भइरहेछ यो अब चाहिँ यहाँनिर चाहिँ गोली चल्यो अब के गर्ने भनेर चाहिँ उहाँसँग बारम्बार हामी कन्ट्याक्टमै थियौँ मान्छेसित। उहाँ पनि त कुनै न कुनै ढङ्गले त आबद्धै हुनुहुन्थ्यो नि आन्दोलन, त्यही हिसाबले चाहिँ अहिले चाहिँ उहाँलाई जेनजी आन्दोलनको एउटा स्टेक होल्डर हो भनेर हजुर मतलब अब एक्सेप्ट गरिसकेको अवस्था हो अब जेनजी समूहहरूले? होइन, यस्तो छ एक्सेप्टेन्स पनि कुन कुरामा चाहिँ एक्सेप्टेन्स छ त अहिले भन्दाखेरि लगभग जेनजीहरूले चाहिँ आफ्नो एजेन्डा चाहिँ भुलेर चाहिँ अब निर्वाचनमा जाने भन्ने एउटा अवधारणा बनिरहेछ। त्यो हिसाबमा चाहिँ हामी मिरज र हाम्रो टिम चाहिँ हामी चाहिँ जेनजीले गरेको आन्दोलनको एउटा केही न केही उपलब्धि नभइकन चाहिँ निर्वाचनमा जान सकिँदैन र हाम्रो एजेन्डा चाहिँ हामीले एक रति पनि छोडेका छैनौँ भनेर चाहिँ हामी अहिले पनि अब यो एजेन्डामै काम गरिरहेछौँ। अब उहाँहरूले चाहिँ एजेन्डा छोड्नुभयो, त्यो हिसाबले चाहिँ अब एजेन्डा अरू जेनजीहरू अस्ति अब कान्तिपुरको त्यो मिडल पेजमा पनि तपाईँले हेर्नुभयो होला। अब चाहिँ यो सकिँदैन, अब निर्वाचनमा जानुपर्छ भन्ने। यो 84को निर्वाचन 82मा सार्न त यत्रो यो देशमा यो विध्वंस होइन यत्रो रगत बगेको छ, त्यसको लागि होइन नि त। त्यो हिसाबले चाहिँ हामीले एजेन्डा छोडेको छैनौँ। त्यो एजेन्डा नछोडेको कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ अर्को रियल जेनजी अब एक्सेप्टेन्स चाहिँ फरक देखिएको। भनेको तपाईँहरूको चाहिँ के हो एजेन्डा? कतिवटा एउटा केही लिस्ट आउट गरेरै गर्नुभएको छ? हामीसँग 7 बुँदे एजेन्डा छ। 7वटामा चाहिँ के पर्छ भन्दाखेरि यो नागरिक स्तरीय भ्रष्टाचार छानबिन आयोग तुरुन्तै गठन गर्नुपर्ने। यो आयोगले पनि तपाईँले कसरी काम गर्नुपर्छ त भन्दाखेरि पहिलाको जस्तो सर्फेसली भ्रष्टाचार छानबिन गरेर हुँदैन, किनभने अब सम्पत्ति के छ सम्पत्ति विवरण बुझाउने, सम्पत्ति हेरेर छानबिन गरेर यो कुनै हालतमा नि यो कसैको अब उच्च ओहदामा बस्नुभएको कसैको राष्ट्रियकरण गर्नुभएको छ सम्पत्ति, त्यो त सम्पत्ति देखिँदैन। यसमा चाहिँ एउटा स्टेट क्याप्चर भन्ने एउटा ओड हुने रहेछ। स्टेट क्याप्चर भनेको चाहिँ तपाईँले 46 सालपछि चाहिँ उच्च ओहदामा बस्नुभएको व्यक्तित्वहरूको चाहिँ तपाईँको त्यति बेला चाहिँ कुन नीतिमा चाहिँ उहाँहरूले साइन गर्नुभयो, त्यो साइन गरेको त्यो नीतिहरूमा चाहिँ राम्रोसँग एनालाइसिस गरेर चाहिँ स्टेट क्याप्चर गर्ने हिसाबले चाहिँ एउटा छानबिन गर्नुपर्छ, एउटा माग छ त्यो। अर्को भनेको चाहिँ प्रत्यक्ष निर्वाचित कार्यकारीमा पनि अब यसको राष्ट्रपति कि प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री। अनि त्यसपछि अब यसमा नि एउटा जुनै पनि काम गर्दा एउटा ड्रब्याकहरू त हुने नै छ, तर यसको लागि चाहिँ यो ड्रब्याकहरू कम गर्नको लागि चाहिँ तपाईँको संविधानविद, कानुनविद र यो ब्युरोक्रेसीमा लामो समयदेखि काम गर्नुभएको व्यक्तित्वहरूसँग चाहिँ बसेर एकदम लामो छलफल प्रत्यक्ष कार्यकारीमा चाहिँ डोनाल्ड ट्रम्पको उदाहरण दिँदै यो ठिक हुँदैन हाम्रो जस्तो देशहरूमा भनेर दिन्छ नि एउटा होइन। त्यो लजिकमा चाहिँ म एकदम सहमत छैन। किन भन्नुहुन्छ भने तपाईँको डोनाल्ड ट्रम्प भनेको अमेरिका हो, अमेरिकाको राष्ट्रपति हुनुहुन्छ उहाँ। अब अमेरिका जस्तो देशमा एउटा छुट्टै एउटा सिस्टम छ भने अमेरिकाकै सिस्टम ठ्याक्कै नेपालमा लागू गर्नुपर्छ होइन, अरू कुनै देशको नेपालमा लागू गर्नुपर्छ भने यो होइन। नेपालको एउटा छुट्टै तराई छ, हिली छ, हिमालयन छ, हिली छ। अब यसमा छुट्टै सबैले समावेश गरेर एउटा कुन देशको मोडल भन्दा पनि एउटा नेपाली मोडल चाहिँ हामीले तयार पारेर चाहिँ हामी जानुपर्ने हुन्छ। अब हामी जो भर्खर अब 2-4 महिनादेखि सुरु गरेको हामीले अब यो एउटा राजनीतिक भर्खर भिज्दैछौँ, अब हामीले त्यो बुझ्ने कुरा त हुँदैन। त्यही भएर चाहिँ संविधानविद, कानुनविद एकदम हजुरहरू जस्तो एकदम उच्च व्यक्तित्वहरूले चाहिँ बसेर चाहिँ एकदम एउटा डिस्कसनको विषय बनाएर नेपालको मोडल चाहिँ यो हुनसक्छ है भनेर चाहिँ चेक एन्ड ब्यालेन्सको सिस्टम होला त्यहाँनिर होइन, महाभियोग कि सबै सिस्टम एउटा बनाएर चाहिँ अनि त्यसपछि एउटा प्रत्यक्ष निर्वाचित कार्यकारी फर द स्टेबल गभर्मेन्ट। यो चाहिँ हाम्रो यो तपाईँको दोस्रो एजेन्डा भयो होइन। अब कन्टिन्यू अरूमा जाउँ त। तेस्रोमा चाहिँ के छ त भन्दाखेरि विदेशमा बस्नुभएको नेपाली नागरिकलाई चाहिँ मताधिकार। अब उहाँहरूको रेमिट्यान्स चल्ने, रेमिट्यान्सले देश धान्ने उहाँको पैसा चाहिँ चल्ने, तर भोट किन नचल्ने त होइन। अब उहाँ एउटा सर्वोच्च अदालत 7/2074 विदेशमा रहेका नेपाली नागरिकसमेत मताधिकार अवस्था दिलाउनु पर्ने भनी आदेश दिएको
सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको इजलासमा 5 बुँदे निर्देशनात्मक आदेश जारी गरी उनीहरूको मताधिकार सुनिश्चित गर्नु भनेका थिए। यो चाहिँ सर्वोच्च अदालतले नै घोषणा गरेपछि त्यति बेला सरकारले यसलाई कार्यान्वयनमा ल्याएन। अहिलेको सरकारले पनि त्यस्तै कार्यान्वयन गर्न सकिरहेको छैन। यो चाहिँ अब यो त्यही भएर चाहिँ अब यो हामीले यो एजेन्डाहरू यो मागहरू चाहिँ अब पुरानो हुन्जेलसम्म चाहिँ तपाईँको अब निर्वाचनमा पनि जान सकिँदैन। अब यो जेनजीको यो मागहरूमै हामीले इन्क्लुड गरेका छौँ। अनि अर्को चाहिँ अरू हाम्रो के छ, चौथोमा चाहिँ 23 गते भएको घटनालाई जनआन्दोलन घोषणा गर्नु पर्यो र 24 गतेको विध्वंसलाई चाहिँ निष्पक्ष छानबिन गर्नु पर्यो, यो माग छ। अनि अर्को चाहिँ घाइते र हाम्रो शहीद परिवारलाई चाहिँ एउटा उचित यो आयोग गठन गरेर चाहिँ उहाँहरूलाई चाहिँ उचित एउटा व्यवस्थापन गर्नु पर्यो। अनि अर्को यो प्रदेशको विषयमा नै हामीले अलिकति उठाएको छौँ। प्रदेशलाई चाहिँ प्रदेश पुरै खारेज भन्ने हामी त्यो मेन्टालिटीमा पनि छैनौँ, किनभने प्रदेशलाई चाहिँ परिमार्जन गर्नुपर्छ। परिमार्जन कुन सेन्समा गर्ने त भन्दाखेरि तपाईँको प्रदेश खारेज गर्नुपर्छ जसले भनिरहनु भएको छ उहाँहरूले चाहिँ किन भनिरहनु भएको छ नि, यो त खर्चिलो भयो, झन्डै 40 अर्ब जस्तो त तपाईँको प्रदेशमै खर्च हुन्छ। फेरि प्रदेश खारेज भने त व्यवस्था विरोधीहरू पनि हुनुहुन्छ। हो, व्यवस्था यो प्रदेश खारेजै गर्ने हो भने प्रदेशलाई चाहिँ अलिकति परिमार्जन गरेर यसलाई चाहिँ परिषद जस्तो बनाइदिने। कसरी भन्दाखेरि अब पालिकाको प्रमुखहरू चाहिँ प्रदेशमा आउने, मुख्यमन्त्री चाहिँ डाइरेक्टली इलेक्टेड गराएर चाहिँ त्यसरी गर्दाखेरि चाहिँ अब खर्च लगभग हामीले एउटा रिपोर्ट यो रिसर्चै गरेको थियौँ। त्यसमा चाहिँ यसरी गर्दाखेरि चाहिँ तपाईँको अहिले जति खर्च भएको छ त्यसको 80% चाहिँ कम हुने रहेछ, खर्च चाहिँ कम हुने रहेछ। त्यो खर्च चाहिँ अब प्रदेशको खारेज गर्नुपर्छ भनेर लाग्नुभएको उहाँहरूले खर्चिलो भयो भनेर हो। 80% खर्च कम भएपछि त केही न केही त भयो नि त। अब प्रदेश खारेज चाहिँ किन गर्न सकिँदैन त भन्दाखेरि प्रदेश ल्याउनकै निम्ति पनि कतिले अब रगत बगाउनु भएको छ, कतिको घाइते हुनुभएको छ। अब यो हामीले बगाएको रगत चाहिँ रगत, उहाँहरूको चाहिँ यतिकै खेर त जान्दिनु भएन नि त। त्यो हिसाबले चाहिँ प्रदेश खारेज भन्ने पनि स्थितिमा छैन, तर यसले अलिकति खर्च चाहिँ कम गर्नुपर्छ, मोडिफाई चाहिँ गर्नुपर्छ। तपाईँहरूको सातौँ एजेन्डामा त्यो पऱ्यो होइन। अब अलिकति ब्याक यसमा हामी यो आन्दोलनतिर फर्क्यौँ होइन। तपाईँहरूले आन्दोलन सुरु गर्दाखेरि चाहिँ यो लेभलको सोच्नु भएको थियो कि त्यो एउटा भइरहेको त्यो सरकारलाई चाहिँ विस्थापित गर्ने सम्मको अवस्था हुन्छ र नयाँ सरकारको फर्मेसन हुन्छ भन्ने खालको त्यो परिकल्पना थियो कि थिएन तपाईँहरूले सुरुमा गर्दाखेरि? हाम्रो त त्यस्तो परिकल्पना थिएन। हामीले चाहिँ के सोचेको थियौँ भन्दाखेरि अब सोसल मिडिया ब्यान भएपछि अब यो भ्रष्टाचारले त पहिल्यैदेखि यो कुशासन र भ्रष्टाचार विरुद्ध त हामी पहिल्यैदेखि अब आवाज उठाउँदै आएको थियौँ। अब त्यो हिसाबमा चाहिँ अलिक सरकारलाई चाहिँ दबाब दिउँ, केही न केही चाहिँ अब होइन युथले चाहिँ यो खोजेको छन् है भन्ने एउटा मेसेज दिउँ भन्ने हिसाबले चाहिँ हामीले आन्दोलन सुरु गरेको। तर अब त्यहाँनिर अब आन्दोलनले अर्कै रूप लिइसक्यो। अहिले हेर्दाखेरि चाहिँ तपाईँहरूको 23 गतेभन्दा अगाडि चाहिँ एउटा भ्रष्टाचारको अन्त्य हुनु पर्यो, त्यसपछि सुशासन देशमा हुनु पर्यो, अनि जुन किसिमको एउटा राज्य सत्ता अथवा राजनीतिक दलसँग नजिक भएका व्यक्तिहरूको चाहिँ जुन किसिमको एउटा हालिमुहाली थियो देशमा, अथवा राज्य क्याप्चर जस्तो अथवा त्यो जुन नेपो किड नेपो बेबी भनेर जुन खालको एउटा अभियान थियो त्यो कुरा र अनि यो सामाजिक सञ्जालहरू चाहिँ खुल्ला हुनु पर्यो भन्ने विशेष यति थियो होइन पहिलाको एजेन्डा माग चाहिँ यति नै थियो। यो सुशासन र भ्रष्टाचार विरुद्ध र सोसल मिडिया चाहिँ अनब्यान हुनु पर्यो, यति मागले लिएर गएको। अब यसले अर्कै रूप लिइसकेपछि चाहिँ अब अहिले चाहिँ अब त्यसपछि चाहिँ तपाईँहरूलाई एक अकस्मात अब के गर्ने कसो गर्ने खालको एउटा कन्फ्युजन पनि भयो होला होइन त्यसपछि चाहिँ, किनभने त्यो 3-4 दिन जुन खालको एउटा राजनीतिक शून्यता रह्यो नि देशमा, त्यसले त त्यो किनभने त्यति बेलासम्म त केही पनि योजना थिएन, केही प्लानिङ थिएन नि त होइन। त्यति बेला चाहिँ त्यो घटनाक्रममा त्यो बिचमा जुन शून्यता भयो त्यति बेला चाहिँ तपाईँहरूको आन्दोलन हाइज्याक भयो भन्छ नि त होइन, त्यो कुरालाई तपाईँ कति मान्नुहुन्छ? हाइज्याक एक हिसाबमा हाइज्याक भएको पनि हो, किनभने अहिलेको अब जुन सरकार बनेको छ अब हामीले रगत बगाएर बनेको, हाम्रै रगतमा टेकेर बनेको सरकारले अब हाम्रै कुरा सुन्दैन भनेपछि त यो त कसै न कसैलाई हाइज्याक गरेर सरकार त क्रिएट गरेको छ। किन भन्नुहुन्छ भने तपाईँको आज लगभग 2 महिनाभन्दा बेसी भइसक्यो, त्यसमा पनि एउटा सरकारले जेनजीको मागलाई सम्बोधन गर्नुपर्छ भनेर एउटा माखो पनि मारेको छैन है। यो हिसाबमा त यो एक हिसाबले त अब यसो बाहिरी परिवेशमा हेर्दा पनि तपाईँको यो त हाइज्याक भएको जस्तो देखिन्छ। अब एक्ज्याक्टली अब कसले हाइज्याक गर्नु के गर्नु अब यो चाहिँ हामी अर्को चाहिँ फेरि कस्तो भने म यो प्रधानमन्त्रीज्यूले पनि एकपल्ट सम्पादकहरूको एउटा मिटिङ राख्नु भएको थियो, त्यसमा म आफू पनि थिएँ, त्यही भएर मैले तपाईँलाई भन्दैछु। उहाँले चाहिँ कस्तो थियो भने यति धेरै एउटा 5-10 जना ग्रुप आउँछ, एउटा भन्छ अर्को आउँछ, अर्को गरे अर्को त्यो होइन भन्छ, हामी हो भन्छ भनेर एक खालको जुन किसिमको त्यो भद्रगोल अवस्था त्यहाँ फेरि देखिरहेको छ नि, त्यो सिंहदरबारमा होस् अथवा बालुटारमा जुन किसिमको एउटा प्रदर्शन देखिरहेको छ नि, यो कुराले अब कसको कुरा सुन्ने कसको नसुन्ने, को सही को गलत भन्नेमै यति धेरै त भद्रगोल बनाइसकेको छ नि। यो कारणले पनि कहिलेकाहीँ सरकारले चाहिँ जेनजीहरूले जे चाहेको त्यो हुन नसकेको जस्तो लाग्दैन तपाईँलाई?
किन उहाँले त प्रत्यक्ष भन्नु पनि होइन, यो त एक्ज्याक्टली अहिले भएको पनि त्यही नै हो। किन भन्नुहुन्छ भने एउटा जेनजी भनेको फेरि एज एउटा समूह ग्रुप मात्रै हो। अब त्यो समूहको ग्रुप त अब जो पनि पर्न पायो नि त, जो पनि पर्न पायो। एउटा नेतृत्वविहीन यो एउटा प्रोटेस्ट भएको कारणले गर्दाखेरि चाहिँ अब त्यो एज ग्रुपको जो पनि जानु हो। अब उहाँहरू चाहिँ अब म नि जेनजीमा पर्छु, मेरो यो माग छ, एउटा नर्मल माग पनि। अब अस्ति यहाँनिर प्रधानमन्त्री कार्यालय हामीलाई पनि फोन गर्नुभएको थियो, यहाँ सिटिभिटीको जेनजी ग्रुपहरू गएर चाहिँ अब उहाँको एउटा पर्सनल माग केही न केही माग होला, उहाँहरू गएर चाहिँ अब यो माग पुरा भएन भने हामी भोलि तुरुन्तै पर्सि जस्तै आन्दोलन गर्छौँ भन्नुभयो। अब त्यो त अलिकति राइट होइन नि त। त्यो मागलाई कतिको सम्बोधन गर्न सकिन्छ, कति अहिलेको सरकारले गर्न सक्ने हो कि होइन, राम्रोसँग एनालाइसिस गरेर मात्रै एउटा एजेन्डामा जाँदाखेरि चाहिँ अब सबैले प्रधानमन्त्री सबले सजिलै हुन्छ त्यो हिसाबले चाहिँ। जस्तो अहिले जेनजीहरूको अभिभावक जस्तो गरेर सुदन गुरुङ देखिनु भएको छ नि, हजुर, तपाईँहरूसँग चाहिँ कस्तो सम्बन्ध छ? उहाँले गरिरहेको जुन उहाँको गतिविधिहरू छ, उहाँले जे कुराहरू गर्दै हुनुहुन्छ त्यो कुराहरूमा तपाईँहरू पनि सहमत हो? होइन, सुदन दाईहरूसँग चाहिँ अब कुनै एक समयमा चाहिँ भेट भएको थियो। कुन हिसाबमा भेट भएको थियो भन्दाखेरि चाहिँ अब कसरी जान सकिन्छ, सबै एउटा जेनजीहरू चाहिँ एउटै छाता मुनि बसेर चाहिँ युनिफाइड भएर चाहिँ जाउँ भन्ने हिसाबले चाहिँ अब उहाँहरूसँग भेटघाट भएको थियो। अब उहाँहरू अब आफ्नै तरिकाले गइरहनु भएको छ। अब उहाँहरूले नै अब एजेन्डा पक्रेको हो कि होइन, हामी अब त्यसमा पनि कन्फ्युजन छौँ। अब हामी चाहिँ आफ्नो एजेन्डामा चाहिँ यो 7-8वटा एजेन्डा चाहिँ जनता सामु एकदम क्लियरली रूपले जनतालाई बुझाएर चाहिँ अब लिएर जाने चाहिँ हामी प्लान छ। अनि कसरी जानुहुन्छ? पार्टी नै बनाएर यो तपाईँहरूको एजेन्डाहरू बुझाउँदै हुनुहुन्छ कि यतिकै व्यक्तिगत रूपमा अथवा एउटा सानो समूहबाट बुझाउने के? हामीले अहिले एउटा सङ्गठन जस्तै गरेर छौँ। सङ्गठन जस्तै अब जिल्लामा चाहिँ एउटा एकजना प्रतिनिधि छानेर चाहिँ उहाँहरूले चाहिँ त्यो जिल्लामा चाहिँ के गर्न सक्नुहुन्छ त, कसरी चाहिँ जनताहरूले चाहिँ बुझाउन सकिन्छ। हामीले एकदम अब उच्च व्यक्तित्वहरूसँग एकदम सल्लाह सुझाव त्यसलाई चाहिँ अब किनभने कसैको गाइडेन्स बिना त हिँड्न सकिँदैन। उहाँहरू चाहिँ अब स्वतन्त्र उच्च व्यक्तित्वहरूसँग चाहिँ अलिकति पहिल्यैदेखि धेरै लामो समय यो राजनीतिमा काम गर्नुभएको उहाँहरूसँग नि परामर्श गर्दै चाहिँ यसरी चाहिँ जनतालाई बुझाउन सकिन्छ भनेर एउटा सङ्गठित रूपमा चाहिँ जान गइरहेछौँ। जस्तो तपाईँहरूको माग होइन, मुद्दाहरू जसरी आन्दोलन गर्नुभयो, यो कुरालाई त पुरै देशले स्वीकारेको हो र संसारभरि नै एउटा उदाहरण पनि बन्यो कि यति छोटो समयमा एउटा चाहिँ सरकारलाई विस्थापित गरेर आफ्नो मुद्दाहरू चाहिँ स्थापित गर्नलाई एउटा युवाहरूले जुन किसिमको त्यो भूमिका गर्यो, जुन किसिमको योगदान दियो अथवा जुन किसिमको चाहिँ एउटा बलिदान दियो नि, त्यो कुरा संसारले मानेको छ। र तपाईँहरूले जे कुरालाई भनेर तपाईँहरूले आन्दोलन गर्नुभयो, किनभने राजनीतिक अभ्यास चाहिँ व्यवस्था त अब जुन आयो पनि त्यही व्यवस्था हो, तर राजनीतिक अभ्यास जुन गलत थियो भएन, जुन किसिमले सरकारको स्थायित्व हुँदैन थियो, 1 वर्षमै सरकार फेरिने, 6 महिनामै फेरिने, अनि धेरै दलहरू, अनि कसको कुरा सुन्ने कता जाने भन्ने थियो, त्यो कुराको विरोध गरेर आउनुभएको तपाईँ जेनजीहरू आज फेरि ठ्याक्कै त्यही बाटोमा देखिँदै हुनुहुन्छ नि त होइन। हरेक अघि पनि कुरा गऱ्यौँ अलिकति, हरेक एउटा चिनिएको जेनजी भनेर चिनिएको चाहिँ लिडरको चाहिँ आफ्नै पार्टी दर्ता गर्न दौडिने, अहिले नै हेर्नु 28-30वटा भन्दा बढी पार्टी, 25वटा त नयाँ नै दर्ता भयो के अरे, 28वटा अझै प्रक्रियामा छन् ती भनेपछि त झन् भद्रगोल जस्तो भयो नि। जे चाहिँ खोजिरहेको थियो राज्यले, समाजले, देशले, त्यसको ठ्याक्कै उल्टोमा गयो नि त होइन। जसरी अगाडि राजनीतिक अभ्यास थियो, टुट्ने फुट्ने त्यो अनेक संसदीय अभ्यास जोड घटाउ, त्यही किसिमको चाहिँ जेनजीहरूले पनि त्यस्तै देखायो भनेर चाहिँ आरोप लाग्यो। अनि यो कुराले चाहिँ तपाईँहरूको जे मुद्दा माग त अब स्थापित हुने त सम्भावना देखिँदैन नि, यसरी नै जाने हो भने त होइन। तर यो सबै जेनजीहरू एकत्रित भएर एउटै पार्टी भएर पुरै चाहिँ एउटा अब हुने चुनावबाट चाहिँ एउटा म्यान्डेट लिएर, जनताको म्यान्डेट लिएर आउने खालको सम्भावना चाहिँ अब छैन होला होइन? त्यसो भए होइन, छैन भन्दा नि अब अघि पनि मैले तपाईँलाई त्यही नै कुरा गरेँ। अब रियल जेनजी को त भन्दाखेरि जसले एजेन्डा बोकेको छ ऊ चाहिँ रियल जेनजी हो। हजुर, एजेन्डा अब फर्स्टमा जेनजी आन्दोलन सुरु हुँदा पनि तपाईँको भ्रष्टाचार विरोधी नै भ्रष्टाचारको विरोध गरेर नै आन्दोलन सुरु भएको हो। हामीले अब भ्रष्टाचारको विषयमा विभिन्न एजेन्डा लिएर हिँड्दा चाहिँ भोलिको दिनमा अहिले अब टुक्रिनु भएको जेनजी वा अब आफै रूपमा हिँड्नु भएको जेनजी हामीसँग नै आउनुहुन्छ, त्यो हामी एकदम ग्यारेन्टी 100% ग्यारेन्टी नै दिन्छौँ। अनि त्यसपछि अर्को तपाईँले यो अर्को एउटा यसमा चाहिँ अलिकति समस्या पनि केमा आएको छ त भन्दाखेरि यो पार्टीगत पहिला पुरानो पार्टीहरू हुनुहुन्थ्यो, उहाँहरूले नै एउटा छुट्टै जेनजी भनेर त्यो बनाउँदाखेरि चाहिँ अब उहाँहरूको जुन पार्टीमा सङ्गठन हुन्थ्यो उहाँहरूमा नै जेनजी त होलान् पहिलाको, फेरि उहाँहरूले अब एउटा जेनजी फोर्स, एउटा जेनजी रेड भनेर यसरी गर्दाखेरि चाहिँ अब उहाँहरूले पनि अब हामीलाई चाहिँ इस्टाब्लिस हुन चाहिँ नदिनु खोज्नु भएको हो कि जस्तो पनि देखिन्छ। तर अब यो समस्याहरूलाई चाहिँ अब हामीले बसेर छलफल गरेर अब उहाँहरूले
एउटै एजेन्डा भएकोहरूलाई चाहिँ जसरी नै हामीसँगै ल्याउने चाहिँ हामीले कोसिस गर्छौँ। जस्तो अब जस्तै भयो भने एउटा लयमा त देश हिँडिरहेको थियो नि त भदौ 23 गतिभन्दा अगाडि 22 गतिसम्म एउटा ट्र्याकमा थियो। त्यसले धेरै विकृतिहरू थियो होला तर समाजलाई त्यति आतङ्कित बनाएको थिएन। अब के हुन्छ भन्ने खालको धेरै सोच्नुपर्ने अवस्था थिएन नि त होइन। तर यो 23-24 आन्दोलनपछि जुन एउटा एक खालको सिनेरियो अब देखिँदैछ यो कुराहरूले झन् भद्रगोल जस्तो देखिरहेको छ नि त होइन। अब यस्तै भयो भने त झन् अराजकता बढ्ने देखिन्छ देशमा। यस्तो हुँदाखेरि चाहिँ भोलि जेनजीहरूले चाहिँ यो इतिहासमै एउटा कलङ्क लाग्ने अथवा आरोप लाग्ने खालको चाहिँ देखिँदै आउन सक्ने सम्भावना चाहिँ तपाईँ कति देख्नुहुन्छ? किन यो पछि झन् भद्रगोल भएर गयो। बरु एक किसिमको जस्तै भयो भने एउटा सिस्टममा थियो, बसिरहेको थियो, एउटा ट्र्याकमा थियो भन्ने कुराबाट अहिले हेऱ्यो भने त फरक छ नि। अहिले एउटा 50जना ग्रुप आउँछ, म भोलि यहाँ तहस नहस गर्छु भन्छ, अर्को आउँछ जस्तो दुर्गा प्रसाईले 7 गतेपछि ठप्प पार्ने अब भनेर एक आन्दोलन गरिरहनु भएको छ। आज राति उहाँहरूलाई समाधि पनि सक्यो, नियन्त्रणमा लिइसक्यो होइन। यस्ता किसिमको गतिविधि झन् बढ्यो भन्ने जस्तो लाग्छ लाग्दैन तपाईँलाई? यस्ता गतिविधिहरू चाहिँ अब अलिकति राइज चाहिँ हुन खोज्या हो। तर अब यसलाई पनि हामीले अब सबै हामी पुरानो पार्टीहरू अब उहाँहरूलाई पनि त केही न केही देशको त माया होला नि त, उहाँहरूलाई पनि देशको माया होला। अब हामी पनि केही न केही गर्छौँ भनेर आइ नै रहेछौँ। अब उहाँहरूसँग सबै समन्वय गरेर चाहिँ अब यसरी चाहिँ हुँदैन होइन। हामी तपाईँहरूले चाहिँ अब हामी कि त एउटा युथलाई एउटा उहाँहरूले एउटा स्पेस दिनु पऱ्यो, नभए चाहिँ अब यसरी चाहिँ तपाईँहरू अगाडि बढेर चाहिँ देशमा चाहिँ अब पोसिबल हुँदैन भनेर चाहिँ उहाँहरूलाई हामीले एकदम क्लियरली रूपमा चाहिँ हामीले बताउन सक्नुपर्छ। हामीले यो बताउने यो अब सुरु पनि गर्छौँ। अब जस्तो तपाईँहरूको अब जेनजी भनेर उमेर समूहको एउटा ग्रुप हुनुहुन्छ होइन। जस्तो तपाईँहरूले जेनजीले मात्रै सबै कुरा गर्नुपर्छ भन्ने पनि अब मलाई लाग्छ त्यो राइट हुँदैन। किनभने हरेक उमेर समूहको मान्छे छन्, हरेकको राजनीतिक अधिकार छ, हरेकले यो देशको म स्टेक होल्डर हो भन्न पाउँछ नि त होइन। यो कुरामा चाहिँ तपाईँहरूले अलिकति फर्मेसन गरेर चाहिँ सबै समूहलाई मिलाएर चाहिँ नयाँ शक्ति बनाउनुपर्छ भन्ने चाहिँ लाग्छ लाग्दैन तपाईँहरूलाई? हाम्रो त अहिलेसम्म अब आजको दिनसम्म हिँडिरहेकै यही तपाईँले भन्नुभएकै पोइन्टमा हो। किनभने अब एउटा युथ पावरको रूपमा चाहिँ एउटा जेनजी अगाडि आइरहँदाखेरि चाहिँ यो सबै जेनजीहरूलाई चाहिँ एउटा युनिफाइड गर्नुपर्छ भनेर नै हामीले सबैभन्दा फर्स्टमै एउटा प्रेस मिट गरेर चाहिँ पार्टीगत रूपमा जाउँ, उहाँहरूलाई अब त्यही छातामुनि चाहिँ सबैले एउटा जेनजीलाई राखौँ भन्ने हिसाबले जाँदाखेरि चाहिँ अब यो ठ्याक्कै उल्टो भइदियो क्या। अब हामीले पार्टी खोल्ने मान्छे चाहिँ उलेन खोल्नेमा चाहिँ झन् फ्रेगमेन्ट भयो। अब यो झन् फ्रेगमेन्टलाई चाहिँ अब एजेन्डाको मार्फत चाहिँ अब एजेन्डा मिल्ने चाहिँ हामी सँगै चाहिँ जान एकदम कोसिस गरिरहेका छौँ। अब बारम्बार संवादहरूमा पनि छौँ हामी। जस्तो जेनजी आन्दोलनपछि चाहिँ तपाईँहरू अब जेनजी त धेरै कुरा बुझ्नु भएको छ, जियो पोलिटिक्सको कुरा पनि बुझ्नु भएको छ। जब जेनजी आन्दोलनपछि चाहिँ एकदमै डरलाग्दो तरिकाले जियो पोलिटिक्सको चाहिँ एउटा उसमा चक्रव्यूहमा चाहिँ नेपाल फस्यो भन्छ नि, यो कुरालाई के भन्नुहुन्छ? अब यस्तो छ, अब नेपाल दुईवटा राइजिङ कन्ट्रीको बिचमा छ। अब यो जियो पोलिटिक्सले कतिको एफेक्ट गर्ला नगर्ला अब यो आफ्नै ठाउँमा छ तपाईँ। किनभने अब हामी डिफ्रेन्ट फिल्डमा हिँडेको मान्छे, अब जियो पोलिटिक्सको अब त्यत्रो धेरै नलेज पनि छैन। तर हामीले बाहिरबाट सर हेर्दाखेरि चाहिँ दुईवटा राइजिङ कन्ट्रीको बिचमा हुँदाखेरि कुनै न कुनै यो कन्डिसनमा चाहिँ एफेक्ट हुन्छ जस्तै लाग्छ। किनभने अब इन्डिया एउटा झनै आफ्नै पावरमा छ, अब चाइना झनै लगभग फर्स्टमै आउला जस्तो छ। अब त्यसलाई न्युट्रलाइज गर्न अब वेस्टर्न कन्ट्रीहरूले नै केही न केही त्यसलाई चाहिँ अब उहाँहरूलाई त अब केही न केही गरि नै रहनु भएको छ। त्यो हिसाबले चाहिँ अब नेपाल पनि केही न केही एफेक्ट भएको हो कि जस्तो पनि देखिन्छ चाहिँ त्यस्तो अब जियो पोलिटिक्समै देश रुमलियो भन्ने चाहिँ अलिकति छैन। कति चाहिँ कन्सिपिरेसी पनि हुन्छ होइन। अब त्यहाँ फेरि त्यसको प्रमाण हुँदैन, प्रमाण छैन भन्दैमा फेरि होइन पनि भन्न सकिँदैन नि त होइन। फेरि नेपाल त अब देखिने गरी हाम्रो यत्र 50 वर्ष 40 वर्ष राजनीति गरेकै नेताहरू आफैले बोल्नुहुन्थ्यो त सार्वजनिक रूपमा होइन। आफ्नो सरकार जाने यो सरकार कसले ढाल्यो हामीलाई थाहा छ भनेर उहाँहरूले नाम नभनिकन भन्नुहुन्थ्यो। यसको मतलब त जियो पोलिटिक्सबाट हामी बाहिर छैनौँ भने त प्रमाणितै छ नि होइन, प्रमाणित छ। तर अब जियो पोलिटिक्सको अब बोलिरहँदाखेरि अब एउटा तथ्य बिना बोल्ने कुरा पनि हुँदैन। तर बाहिरबाट हेर्दाखेरि चाहिँ अब दुईवटा राइजिङ कन्ट्रीको बिचमा हुँदाखेरि काहीँ न काहीँबाट एफेक्ट भयो नहोला भन्न सकिँदैन, हुन्छ नै यो त। अब अहिलेको सिनेरियो हेऱ्यो भने जति हाम्रो जेनजीहरूको जति समूह छ अब दल बनाउँदै हुनुहुन्छ उहाँहरूलाई त पुरानो दलहरूले नराम्रोसँग काउन्टर दिने गरी तयारी उहाँहरूले गरिसक्नु भयो नि होइन। जस्तो उहाँहरू त सङ्गठित भइसक्नु भयो। अहिले हेऱ्यो भने उस्तै भयो भने कङ्ग्रेस र एमाले मिलेर चुनाव लड्दैछन्। यतापट्टि प्रचण्डले 8-10वटा ग्रुपलाई जम्मा गरिसक्नु भयो कम्युनिस्ट पार्टी होइन। त्यस्तै अरू अल्टरनेटिभ शक्तिहरू मिल्ने भनेर भेटघाट भइरहेछ। यता कुलमानहरूले आफ्नै किसिमको गरिरहनु भएको छ, राजसभाले आफ्नै किसिमको एउटा स्पिड बढाइरहेको छ होइन। यो स्थितिमा तपाईँहरू
को जुन समूहहरू छन्, तपाईँ प्रत्यक्ष त्यहाँ नभए पनि त्यो त तपाईँहरूकै प्रतिनिधि गर्ने समूह हो, उनीहरू पनि चुनावमा जाने तयारी गरेका छन् होइन। यस्तो अवस्थामा त यो त एकदमै भयानक देखिन्छ नि होइन। जेनजीहरूको त कुनै पनि कुराहरू त्यहाँ स्थापित हुन नसक्ने अथवा चुनाव जितेर चाहिँ प्रतिनिधि सभामा आउन सक्ने सम्भावना त त्यति देखिँदैन नि होइन। यो कुराहरूलाई कतिको विचार गरिरहनु भएको छ तपाईँहरूले? अब यसमा के छ भन्दाखेरि नेपालमा एउटा अवधारणा के छ भने नेपालकी राजनीतिमा एउटा सबैभन्दा ठुलो समस्या चाहिँ पेट्रन क्लाइन्ट स्टेट द इल्युजन अफ डेमोक्रेसी भन्ने छ। यो भने चाहिँ पेट्रन क्लाइन्ट भने चाहिँ तपाईँको पेट्रन भने चाहिँ संसद नेताहरूले काम गरिरहेछन्। उहाँहरूले के भन्नुहुन्छ त जनतालाई भन्दाखेरि तपाईँको म तँलाई मासु दिन्छु, म तँलाई भात दिन्छु, म तँलाई पेट्रोल दिन्छु, तँ काहीँ केही तैँले नराम्रो गरेपछि म तँलाई बचाउँछु, तैँले चाहिँ मलाई के दिनुपर्छ भन्दाखेरि तैँले मलाई भोट दिनुपर्छ, मलाई समर्थन गर्नुपर्छ, मैले भ्रष्टाचार गरेँ, मैले केही नराम्रो काम गरेँ, त मौन बसिदिनुपर्छ। उहाँहरूले चाहिँ यसरी चाहिँ लिएर जानुपर्छ। यो त डेमोक्रेसीको राइट प्र्याक्टिस होइन नि त। डेमोक्रेसी भन्दा बाई द पिपुल फर द पिपुल। यो त उहाँहरूले एउटा पेट्रन र क्लाइन्टको स्टेट चाहिँ एउटा खेलिरहनु भएको छ उहाँहरूले। यो एउटा यो एकदम विकराल समस्या छ यो नेपालको राजनीतिमा चाहिँ। यो समस्या चाहिँ हामीले जनता सामु चाहिँ एकदम क्लियरली चाहिँ अब आज मैले यो अवधारणा बाहिर ल्याएँ। यो चाहिँ हामी जस्ता जेनजी युवाहरूले चाहिँ सबैले यो बाहिर ल्याएर चाहिँ यस्तो यो समस्या छ, यो समस्यालाई चाहिँ एकदम कसरी तोड्ने, यो अवधारणा चाहिँ अब त्याग्ने, कसरी त्याग्ने भनेर चाहिँ बाहिर जनतासँग बुझाउन सक्यौँ भने चाहिँ अब उहाँहरू अलिकति पहिलाको स्थितिमा नआउनु होला। नभए त अब सेम जस्तो तपाईँहरूको रिसर्चमा चाहिँ हजुर के लाग्छ गाउँतिर अथवा देशमा जिल्लामा बसेका भोटरहरूमा चाहिँ यो खालको तपाईँले भने जस्तो चेतना आइसकेको छ कि छैन अहिले? अब गाउँमा पनि तपाईँको मैले यो मेरो एमबिबिएस सकेर 2 महिनाको ग्यापमा चाहिँ मैले डिफ्रेन्ट गाउँमा चाहिँ गएर बुझ्दाखेरि उहाँहरूमा एउटा चिज चाहिँ के छ त भन्दाखेरि एकदम युथ आउनुपर्छ, युथ चाहिँ आउनुपर्छ तर एमालेबाटै, युथ चाहिँ आउनुपर्छ तर काङ्ग्रेसबाटै, पार्टीगत हिसाबले चाहिँ उहाँहरूलाई अब काहीँ न काहीँ अब पुस्तौँदेखिको यो चाहिँ एट्याच हुनुहुन्छ क्या। एट्याच भएपछि चाहिँ युवाले चाहिँ गर्छन् भन्ने चाहिँ उहाँहरूलाई छ, तर अब यो पार्टी चाहिँ उहाँहरू छोड्न सक्नु भएको छैन। अब युथ आउने रहेछ, युथले गर्ने रहेछ भन्ने एउटा अवधारणा त हामीले बनायौँ नि त। अब यो पार्टीले चाहिँ यो पुराना पार्टीहरूले चाहिँ गर्दैनन् भन्ने अवधारणा बनाएर चाहिँ अब युथ पावर चाहिँ अगाडि आउनु। जस्तो पुरानो नेताहरूले गर्दैनन् भन्ने खालको अहिले तपाईँलाई मेचीदेखि महाकालीसम्म जहाँ सोध्यो भने पनि उहाँहरू विश्वस्त हुनुहुन्छ यिनीहरूले गर्दैनन् भनेर होइन, नयाँ आउनुपर्छ भन्ने छ। तर के भइरहेछ भने उहाँहरूले विश्वास गर्ने नयाँ कोही पनि देखेको छैन। युथ त एउटा फेरि बिचमा यो खालको भ्याकुम त छ नि होइन। किनभने जस्तो तपाईँहरू आउनुभयो सबै एउटै ढिकामा भएर, जसरी आन्दोलनको दिन चाहिँ जसरी तपाईँहरू एकजुट हुनुहुन्थ्यो भोलि पोलिटिकल पार्टी बनाउने के गर्ने जनतासँग जानलाई पनि त्यसरी नै भइदिएको भए चाहिँ सम्भवतः उहाँहरूले विश्वास गर्नुहुन्थ्यो र एउटा वासआउट नै हुन्थ्यो होला सायद अब हुने चुनावले। तर त्यही कुरामा चाहिँ तपाईँहरू चुकिरहनु भएको छ नि होइन। यो कुराहरूलाई चाहिँ अरूले चाहिँ कसरी रियलाइज गर्नुहुन्छ अरू जेनजी अभियन्ताहरूले? अब यसमा चाहिँ अब पुरानै पार्टी अब नयाँ चाहिँ कोही आउन सक्नुहुन्न, नयाँ चाहिँ कोही उदाइरहेको छैनन् भन्ने चाहिँ होइन। किनभने अब हामी जस्तो अब अलिकति सबै रिसर्च गरेर आएर यत्तिकै भ्याट बोल्नु र रिसर्च गरेर बोल्नुमा फरक पर्छ। अब देश तपाईँको एउटा ट्रक चलाउने मान्छेले देश चलाउन सक्दैन होइन। अब जनताहरूले चाहिँ यति कुरा चाहिँ के बुझ्नुपर्छ भन्दाखेरि चाहिँ यो चाहिँ यसले चाहिँ साँच्चीकै देश चलाउन सक्ने हो कि होइन, यसलाई चाहिँ साँच्चीकै सांसद बनाएर जिताएर गयो भने भोलि यसले गर्न सक्छ कि सक्दैन, यति कुरामा चाहिँ जनताहरूले अलिकति एनालाइसिस गरेर चाहिँ अब यो भोटिङ सिस्टम भोट चाहिँ उहाँहरूले हालिदिनु पर्ने हुन्छ। त्यति नै अब किनभने अब जनताले यो कुरा नबुझिकन त अब फेरि भोलिको दिनमा त्यही अब मासु भात र पेट्रोल रक्सीमै अब भोट हालिदिनु भयो भने त फेरि अब हुने त यही नै पुरानै स्थिति हो नि। अहिले अब देखिन थालिसक्यो होइन आन्दोलनहरू अथवा उहाँहरूको जनसभाहरू केही पार्टीहरूको हेऱ्यो भने त मान्छे त फेरि उत्तिकै जम्मा भइरहेछन् त्यहाँ पनि। अनि उहाँहरूको अब पुरा यो लामो समयदेखि एउटा सङ्गठन अब वडादेखि एउटा लामो सङ्गठन छ। त्यो सङ्गठनको मान्छेहरू अब कोही न कोही आस्था राखेको व्यक्तित्वहरू आउनुभयो होला। अब कोही न कोही अब मैले कति पनि यस्तो पनि पाएको छु कि तपाईँको जुन 23 र 24मा घटनामा उहाँहरू नै संलग्न हुनुहुन्थ्यो। अब यो त्यहाँ इन्भल्भ भएपछि चाहिँ अब यो जेनजीहरू आफै फ्रेगमेन्ट छन्। बरु पुरानै पार्टीमा गयो भने त्यहाँनिर भएको घटना चाहिँ आफू चाहिँ प्रिजर्भ भइन्छ कि आफूले चाहिँ अब प्रिजर्भ गर्छन् कि यिनीहरूले भन्ने हिसाबले पनि उहाँहरू फेरि त्यहाँ ब्याक टु लागिरहनु भएको छ क्या। अब हामी अलिकति अब 23 अन्तिमतिर पनि आइसक्यो कुराकानीको। जस्तो 23 गते जे भयो त्यसकै रियाक्सन 24 गते हो कि अथवा त्यो 24 गतेको त्यो विध्वंस मचाउनेमा अरू कसैको हात थियो? यसमा दुईवटा बाटो छ। एउटा चाहिँ तपाईँको के छ त भन्दाखेरि 23मा जति पनि यो विद्यार्थीहरू अब
म एउटा श्रीएम चौलागाई भन्ने एउटा भाइ थियो, त्यो र भाइ त म सँगै दौडेको त्यहाँनिर। उसलाई गोली लागेर ऊ ढल्यो, म त्यहाँ उसलाई उठाउन पनि जानु पोसिबल भएन। अनि अब त्यो मलाई त्यो भित्रैदेखिको आक्रोश त मेरै आँखा अगाडि मेरै भाइहरू त्यहाँनिर ढलिरहेछन् भनेपछि त मलाई त्यो आक्रोश त हुन्छ। उहाँको प्यारेन्ट्सहरूलाई आक्रोश होला, त्यो आक्रोशमा 24 गते आउनुभयो, त्यो एउटा पाटो भयो। अर्को चाहिँ अब त्यहाँनिर अब आगो लाउनलाई, विध्वंस बनाउनलाई चाहिँ तपाईँको के छ भन्दाखेरि यो सिंहदरबारको त्यो रडहरू चाहिँ बाँगिँदाखेरि चाहिँ त्यहाँ चाहिँ 2500 डिग्री सेल्सियसको त्यो तापक्रमले चाहिँ त्यो जल्याछ रे। त्यो जल्ने त अब जेएनजीले, मलाई पर्सनली, म पनि जेएनजी हो, मलाई पर्सनली आगो बाल्न आउँदैन क्या, ग्यासमा फ्याटै पार्ने मात्र, मलाई आगो बाल्न आउँदैन। अब उहाँहरू जेएनजीहरूले गएर त्यो हतार हतार आगो बालेर त्यो पुरै जलाउने, त्यो 2500 डिग्रीमा जलाउने त्यो लेभलको उहाँहरूले अब गर्न सक्नुहुन्न। अब एउटा बाटो भनेको चाहिँ अब यो विद्यार्थीहरू मारेर पनि युज भएको छ भनेर भनिन्छ होइन, त्यो प्रुफ त भएको छैन। प्रुफ त छैन, तर त्यो 2500 डिग्रीमा चाहिँ त्यो रडहरू जुन पक्लिने भएको छ, त्यो 2500 डिग्री सेल्सियस चाहिँ त्यहाँनिर युज, त्यहाँ चाहिँ त्यो तापक्रममा चाहिँ त्यहाँ जल्याछ भन्ने हुन्छ। त्यो त जेएनजीहरूले पक्कै गरेनन् होला, त्यत्रो आगो, त्यो 2500 डिग्री सेल्सियसको आगो त बालेनन् होला। त्यो एउटा पार्ट भयो। अर्को भनेको चाहिँ तपाईँको विद्यार्थी मारेको यो आक्रोश चाहिँ तपाईँको 24 गते त्यो देखिने। जस्तै यो आगजनी अनि तोडफोडहरूको हेऱ्यो भने चाहिँ अब त्यो पुरै प्रुफ त भएको छैन, तै पनि जति इम्पोर्टेन्ट डेटाहरू लाने, त्यो हार्ड डिस्कहरू निकाल्ने खालको घटनाहरू पनि भयो भन्ने सुनिन्छ क्या। त्यो किसिमको आरोप उठाएको छ सर्वोच्चदेखि सिंहदरबार, राष्ट्रिय अनुसन्धान केन्द्र लगायतमा, जहाँ चाहिँ महत्त्वपूर्ण डेटाबेसहरू थिए ती कुराहरू निकालियो भन्ने खालको आरोप लाग्छ कि। यो कुराहरूमा तपाईँहरू कतिको अपडेट हुनुहुन्छ? अब यो कुरा पनि अब हामीले पनि अब बाहिर हजुरले सुन्नु भएको जस्तै हामीले पनि सुनेकै हो। अब यसमा अब रिसर्च गरेर यो फ्याक्टै यही हो यो भनेर प्रुफ छैन हामीसँग। अब प्रुफ नभइकन अब बाहिर आएर यतिकै बोल्न पनि मिलेन। अब सायद हुन पनि सक्ला, अब छानबिन समितिले अब गर्ला यो काम। अन्त्यमा अब यो जुन खालको राजनैतिक अस्थिरताबाट चाहिँ अब देशलाई निकास ल्याउनलाई चाहिँ के चाहिँ गर्यो भने चाहिँ देशले एउटा जेएनजीहरूले जे सोचेर गरेको आन्दोलन थियो त्यस्तै हुन्छ र देश चाहिँ अपग्रेड हुन्छ भन्ने चाहिँ के छ, के गर्यो भने चाहिँ हुन्छ भन्ने लाग्छ यहाँलाई? अब यो यसको लागि त संविधान परिमार्जन गरेर तपाईँको प्रत्यक्ष निर्वाचित कार्यकारी नै अस्थिरतालाई र स्टेबल गभर्मेन्ट 5 वर्षमा साँच्चै लामो समयसम्म काम गर्नको लागि चाहिँ एउटा स्टेबल गभर्मेन्टको लागि चाहिँ तपाईँको यो प्रत्यक्ष निर्वाचित कार्यकारी नै हामीले चाहिँ यसमा लामो रिसर्च गर्दाखेरि चाहिँ अब यही नै हो एउटा विकल्प भन्ने। तपाईँहरूको अन्तिम निष्कर्ष चाहिँ त्यो जो आउँछ उसले चाहिँ नै अब सुधार गर्न सक्छ होइन? हुन्छ, यहाँको समयको लागि धेरै धन्यवाद। दर्शक पनि आज हामीले द शेर्पा टाइम्समा जेएनजी अभियन्ता डाक्टर विश्वास बस्नेतसँग कुराकानी गऱ्यौँ। खास गरी उहाँहरूको समूहले उठाइरहेका मागहरू, मुद्दाहरू, एजेन्डाहरूको बारेमा छलफल गऱ्यौँ र यो पछिल्लो राजनीतिक अस्थिरताबाट चाहिँ कसरी निकास पाउन सकिन्छ भन्ने किसिमका उहाँहरूसँग रहेका सुझावहरू, उहाँहरूका विचारहरू चाहिँ आज हामीले तपाईँहरूलाई प्रस्तुत गऱ्यौँ। र यस्तै कुराकानी र संवादका लागि तपाईँले हाम्रो च्यानललाई लाइक, कमेन्ट र सब्सक्राइब गर्न सक्नुहुनेछ। नमस्कार।